नतासाले आफ्नै ओछ्यानमा त्यही महिलालाई देखिन् जो केही समयअघि मात्र झ्यालको बाहिर उल्टो झुन्डिएको थियो। मुम्बई एउटा तीव्र गतिमा दौडिरहेको सहर हो र यही भीडभाड र हतारको बीचमा साहिल एउटा राम्रो जागिरको खोजीमा लागेको थियो ताकि उसले नतासासँग विवाह गर्न सकोस्। नतासा त्यो केटी थिइन् जसलाई साहिल आफ्नो जीवनभन्दा पनि धेरै माया गर्थ्यो र नतासा पनि साहिल बिना बाँच्न सक्दिन्थिन्। तर उनीहरू दुवैलाई थाहा थिएन कि केही दिनभित्रै उनीहरूको जीवन पूर्ण रूपमा परिवर्तन हुन लागेको थियो। रातको करिब 12:30 बजेको थियो। बाहिर गहिरो अँध्यारो फैलिएको थियो र टाढाबाट कुकुरहरू भुक्ने आवाज लगातार आइरहेको थियो। नतासाको कानमा इयरफोन लगाइएको थियो र ऊ साहिलसँग फोनमा कुरा गरिरहेकी थिइन्। उसको पाल्तु बिरालो किट्टी केही टाढा बसेर उसलाई हेरिरहेको थियो। तर त्यहाँ अरू पनि कोही थियो जो नतासालाई लगातार हेरिरहेको थियो, तर नतासालाई यसको कुनै थाहा थिएन। ऊ त केवल साहिलसँगको कुराकानीमा हराएकी थिइन्। नतासाले साहिललाई भनिरहेकी थिइन् कि ऊ किन यति नकारात्मक कुरा गर्छ। आज जागिर नपाए पनि भोलि पाउन सक्छ र जागिर नभए पनि ऊ साहिलसँग नै विवाह गर्नेछ। साहिल भने आफू बेरोजगार भएकाले नतासाको बुबाले कहिल्यै स्वीकार नगर्ने डर व्यक्त गरिरहेको थियो। नतासाले उसलाई सम्झाइरहेकी थिइन् कि जागिर हुनु वा नहुनु त अस्थायी कुरा हो, तर जीवनको स्थायी खुसीका लागि यस्ता कुराले बाधा बन्नु हुँदैन। यस्तै कुरा गर्दै गर्दा नतासाको नजर अचानक झ्यालतिर गयो। उसले झ्यालमा एउटा छाया देखिन् जसको लामो कपाल हावामा लहराइरहेको थियो। त्यो दृश्य देखेर ऊ डराइन् र साहिललाई 1 मिनट पर्खन भनिन्। ऊ झ्याल नजिक पुगिन् तर त्यहाँ कोही थिएन। तर जब उसले झ्यालबाट बाहिर अलि ध्यान दिएर हेरिन्, उसले एउटा अत्यन्त सुन्दर तर डरलाग्दो महिला झ्यालको बाहिर उल्टो झुन्डिएको देखिन् जसको कपाल हावामा उडिरहेको थियो। त्यो दृश्य देखेर नतासा डरले चिच्याइन्, तर पलभरमै त्यो महिला गायब भइन्। त्यसैबेला नतासाको कानमा भयानक गुर्राउने आवाज आयो, जस्तो कुनै जनावर घरभित्रै गुर्राइरहेको होस्। सुरुमा उसले कुकुरको आवाज होला भनेर सोची, तर त्यो आवाज बाहिरबाट होइन घरभित्रबाट आइरहेको थियो। नतासा तुरुन्तै पछाडि फर्किन् र फर्किने बित्तिकै उनले जुन दृश्य देखिन् त्यसले उनको मुटुको धड्कन रोकिए जस्तो भयो। उनी चिच्याउन चाहन्थिन् तर आवाज घाँटीमै अड्कियो। उनको शरीर काँपिरहेको थियो। उनले आफ्नो ओछ्यानमा त्यही महिलालाई देखिन् जो केही समय अघि झ्याल बाहिर उल्टो झुन्डिएको थियो र त्यो महिला उनको पाल्तु बिरालो किट्टीलाई मारेर टोक्दै टोक्दै खाइरहेकी थिइन्। त्यो घटनापछि 7 दिन बितिसकेको थियो, तर नतासा अस्पतालको ओछ्यानमा जिउँदो लास झैं निष्प्राण भएर पल्टिएकी थिइन्। उनका आँखामा अझै पनि त्यही भय थियो, तर उनी कसैसँग बोल्न सक्दिन्थिन् किनकि उनी पूर्ण रूपमा मौन भइसकेकी थिइन्। साहिल हरेक दिन अस्पताल आउँथ्यो र आइसियुको बाहिरबाट लुकेर नतासालाई हेर्थ्यो, किनकि यदि नतासाका बुबाले उसलाई देखे भने ठूलो समस्या हुने थियो। यी 7 दिनमा साहिलले न त जागिर खोज्न गयो न राम्रोसँग खाना नै खायो। एक रात घडीले फेरि 12:30 बजाउन लागेको थियो र साहिल अस्पतालको परिसरमा बेचैन भएर हिँडिरहेको थियो। आकाशतिर हेरेर भगवानसँग नतासा छिटो निको होस् भनेर प्रार्थना गरिरहेको थियो। त्यही बेला टाढाबाट एउटी अत्यन्त सुन्दर केटी उसलाई एकटक हेरिरहेकी थिइन्। केही समयपछि त्यो केटी साहिल नजिक आइन् र एक्सक्युज मी भनेर बोलाइन्। सुरुमा साहिलले ध्यान दिएन, तर दोस्रो पटक बोलाउँदा उसले उनकोतिर हेर्यो। ती युवतीले भनिन् कि उनी साहिललाई 8 दिनदेखि यही देखिरहेकी छिन् र उनको अनुहारमा केवल चिन्ता देखिन्छ। जब उनले सोधिन् कि अस्पतालमा को भर्ना छ, साहिलले उत्तर दियो, मेरो जिन्दगी, मेरी नतासा। साहिलको आँखाबाट आँसु झर्न थाले। त्यो देखेर ती युवतीले उसलाई ढाडस दिँदै भनिन् कि चिन्ता नगर्नु, सबै ठीक हुनेछ, किनकि उनी नै नतासाको उपचार गर्ने डाक्टर हुन्। साहिलले कृतज्ञतापूर्वक धन्यवाद दियो र सोध्यो, म्याडम, तपाईको नाम के हो? युवतीले मुस्कुराउँदै उत्तर दिइन्, चुडेल, डाक्टर चुडेल। नाम अनौठो थियो, तर साहिललाई नामसँग मतलब थिएन। उसलाई त केवल नतासा ठीक हुनु थियो। 3 दिनपछि डाक्टर चुडेल फेरि साहिललाई भेटिन् र भनिन् कि नतासाले 15 दिनपछि पहिलो पटक आँखा झिम्काएकी छिन्, जसले साहिललाई ठूलो आशा दियो। तर वास्तविकता अझै डरलाग्दो थियो। अर्को रात करिब 2 बजेको बेला अस्पतालको आइसियुमा सन्नाटा थियो। त्यही बेला नतासाको बेडमुनि त्यही डराउनी महिला लुकेर बसेकी थिइन् र डराउनु हाँसो हाँसिरहेकी थिइन्। उसले सीसीटीभी क्यामेरातिर हेर्ने बित्तिकै सबै क्यामेरा बन्द भए। त्यसपछि ऊ बिस्तालै बेडमुनिबाट बाहिर निस्किन् र नतासालाई घुरेर हेर्न थालिन्। केही समयपछि उनले नतासाको हातमा लागेको ड्रिपको पाइप तानेर निकालिन् र रगत जमिनमा बग्न थाल्यो। नतासा अस्पतालमा तडपिन थालिन्। केही समयपछि त्यो घटना समाप्त भयो र अन्ततः शमशान घाटमा नतासाको चिता बलिरहेको थियो। साहिल टाढाबाट त्यो दृश्य हेरिरहेको थियो। उसको अवस्था पागल जस्तै भएको थियो।
उसलाई लागिरहेको थियो कि ऊ पनि नताशासँगै यो संसार छोडेर जान्छ। उसको आँखामा अझै पनि त्यो पहिलो भेटको सम्झना आइरहेको थियो जब ऊ बाइक चलाएर यात्रु बोक्ने काम गर्थ्यो र एक दिन नताशा उसको बाइकमा बसेकी थिइन्। नताशाले उसलाई ढिलो आएकोमा गुनासो गरेकी थिइन्। साहिलले ट्राफिकको बहाना बनाएको थियो र त्यही सानो भेटबाट सुरु भएको उनीहरूको प्रेम कथा अन्ततः एक